हेलो एभ्रिवान, गुड आफ्टरनुन सबैजनालाई। है आज चाहिँ हाम्रो मोमो पार्टी हुँदैछ हैन भान्जी? मोमो पार्टी हुँदैछ। हाम्रो भान्जी चाहिँ मेन यो चप बनाउने। अन्त यहाँ हामीले के रेडी गरेछौँ? न्युटेला भेज मोमो। अर्को हाम्रो जिजाजीले चाहिँ बनाउँदै हुनुहुन्छ, लजाउँदै हुनुहुन्छ है। हाम्रो सोल्टिनीहरूले हेर्छ भनेर पिठो मुस्दै हुनुहुन्छ। म चाहिँ अब यो ग्राइन्डेड गर्छु है। मैले यो रेडी गरेको छु। हजुर हाम्रो भेनालाई सोल्टिनीहरूले नहेर्नु है। यो उकाउनुपर्छ भेना प्लास्टिक। हजुर अस्ति भर्खर लिनुभएको है। ओके है, मैले हजुरलाई समक्षमा देखाउने छु। ल है, अनबक्सिङ गर्दैछु म गाइस हो। ला 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 गीत चाहिँ आउन गाइस हो। धिन्ता ताता सलमान खानको मेमै जलाडु गीत आउन के गर्छु भान्जी? मै जलाउडे धिन्ता ताता गरेको गीत आउन हुन्छ क्या पुरा छ नुन त हो नि त्यहाँ नुन लाउनु पर्छ नि नुन हाल्नु पनि पर्छ नै भने धुन के त्यो मकिन्छ कति हुन्छ त अरू यसमा के पिस्नु हैन, यो मात्रै पिस्नु है। चोखै हो कति धुनु के के पिस्ने के चाहिने पहिला आई एम ट्राइङ। कोड लाग्ला है त मलाई कोड लाग्ला त्यो भित्र दुई छोरी छ है। दुई सोली कुन चाहिँमा गर्नु भएन? ठुलोमै गर्छु ल। जुनमा गर्दा नि हुन्छ साली। सानोमै गरौँ अन्त चाहिँ अलिक धेर भएछ। थोरै पानी चाहिँ हाल्नुपर्छ। लो विथ हाइट हुइप उतापट्टि उमा चाहिँ हाल्नुपर्छ। के बा यस्तो मात्रै यतापट्टि अड्किँदैन औलीले यसो गर्ने छोड्ने गर्छु। त्यो खाले चाहिँ सजिलो मैले हेरेको चाहिँ हाम्रो खानदान भाषा पुरी बेना पानी दिनुस् न। बुढा नि म मसला नलेको हो पानी अलिक हाल्नु पर्यो, अलिक उयो भयो बाक्लो पानी भयो। लानुपर्छ पानी दिँदा म मसला ल्याउँछु नि म मसला त्यो चाहिँ मैले काटिन रहेछु गफमा। बुढा बुढा म मसला स्वाद हुन्छ हजुर दामी हुन्छ है, दामी फट 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 फट। तर यता पक्का दिदी ल्याउन आएको छु कति बेला आएको हुन्छ नि बेना ओके 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 ल यो पेस्ट भइगयो। के दिदी के भान्जी? याछिन हैन, या छ भन न। छ्या छेत्री बाउनु होला याछिन भनेको। इस हामीले चाहिँ अब यो सुरु गर्छौँ। हाम्रो क्युटी भान्जीले चाहिँ बनाउँदै हुनुहुन्छ किमा। हजुर मेरो क्युटी भान्जीलाई आँखाल नलाऊ है सोल्टीहरू। अनि यहाँ हेर हाम्रो अब चाहिँ एकदमसँगले अब एकछिनमा आउँछ। सबै कुरा रेडी भइसकेको छ। अब सिर्फ यो डो बनाएर ओके अब तपाईँहरूलाई हामी देखाउनेछौँ प्रत्यक्ष रूपमा। है यो भिडियो चाहिँ गरेको हाम्रो उहाँ मिसले बनाउँदै हुनुहुन्छ अचार। हाम्रो कोरियन म्यामले रेडी मैले चाहिँ बेसार दिनु न बेसार अनि अजिना त नला मलाई ऊ बेसार तान्दिनु न। अनि पूर्णिमा मसला पूर्णिमाको चन्द्रमलाई पूर्णिमा मसला छ दाग नलगाइदेऊ न कहीँ कतै तिम्रो माया शङ्ख लाग्न थाल्यो। मलाई त नि बेल्ने चाहिँ साह्रै भएन हौ चपिङ बोर्डको खाइन्छ होइन। यसको घर त खाइन्छ। रसहरू पनि खानुहुन्न भान्जी? हजुर रसहरू पनि खानुहुन्न हजुरहरूले? मासुको म त अन्डा र दुध चाहिँ खान्छु। हजुर दहीहरू हजुर दहीहरू दहीहरू त खान्छु बल्ला बल्ला। म त जबै खान्छु भए जति। ठिकै हो नि त झन् साह्रो डह्रो हुन्छ। हजुर ल म त सबै लगाएँ पेस्टहरू। मम्मीलाई चाहिँ गाह्रो भइसक्यो होला दिदी, नानी उयो गरेकोले हेर्नुभएकोले। खाइन्छ अब यो पड्काइदिउँ के लगाइदिउँ लगाइदिनुहोस् अनि मोल्नुहोस्। तेल तातियोस् न तातो तातो भयो हो र अगाडि मोल्नु कि यसमै झानिदिउँ तेल तापेछ होला है यो झानु कि मोल्नु यसमै
अगाडि मोलेर झान् कि नमोलिकन आउँदै झान्दिनु नि झर्र अनि त्यो चम्चीले चलाउनुहोस् भाइजू यता फेरि तताउनु चाहिँ अनि फिस्टा